साथीहरू, धेरै दिनपछि हामीले फेरि पनि नयाँ भिडियो लिएर आइसकेका छौँ। त्यसैगरी आज हामी पढ्नेछौँ केही 15 वटा क्वेशनहरू चाहिँ हल गर्नेछौँ भने त्यसैगरी प्रश्न नम्बर 1 मा रहेको छ वन्यजन्तुबाट भएको क्षतिको राहत विवरण निर्देशिका 2080 अनुसार कति प्रजातिका वन्यजन्तुबाट भएको क्षतिमा राहत उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ भनिएको छ। हाम्रो वन्यजन्तुबाट भएको क्षतिमा राहत विवरण निर्देशिका 2080 चाहिँ कहिले प्रारम्भ भयो कहिले लागू भयो भनेर पनि सोध्न सक्छ। हाम्रो कति हो त 2080 4 महिना असार 1 गतेदेखि चाहिँ हाम्रो के हो त लागू भएको सुरुवात भएको हो भनेर चाहिँ बुझ्नुपर्छ। त्यसैमा क्षति भएको राहत उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ भनेको चाहिँ कति प्रजाति कति वन्यजन्तु प्रजातिबाट चाहिँ क्षति भएमा चाहिँ राहत उपलब्ध गराउन सकिन्छ त भनिएको छ। ए मा रहेको छ 16 प्रजाति, बी मा 18 प्रजाति छ भने सी मा 10 प्रजाति, डी मा 25 प्रजाति रहेको छ भने हाम्रो चाहिँ 16 प्रजातिको चाहिँ के त वन्यजन्तुले चाहिँ क्षति गरेमा चाहिँ राहत पाउने व्यवस्था गरिएको छ। त्यसैगरी प्रश्न नम्बर अर्कोमा जाउँ। दुईमा रहेको छ प्रकन्द भन्नाले के बुझिन्छ भनिएको छ। ए मा हल्का फुलेको परिवर्तन जरा, बी मा जमिन मुनि रहने काण्ड, सी मा पानीको विस्तारित पातको विस्तारित भाग, डी मा हरियो नपाकेको फल भनिएको छ। प्रकन्द भनेको चाहिँ जमिन मुनि रहने काण्ड हो, जस्तो कि हाम्रो यस्तो जरा जरा सर्जनसुन हुन्छ तर यसमा चाहिँ कुनै हल्का ठुलवाला हुन्छ नि त्यसलाई चाहिँ हामीले के भन्छौँ त हामीले त्यसलाई चाहिँ प्रकन्द भनेर चाहिँ बुझ्ने गर्दछौँ। यसको राइट एन्सर रहेको छ बी। त्यसैगरी प्रश्न नम्बर अर्कोमा जाउँ। आधा दिन समेत लिन मिल्ने बिदा कुन हो भनिएको छ। ए मा घर बिदा, बी मा बिरामी बिदा, सी मा सुत्केरी बिदा, डी मा भइपरि आउने बिदा भनिएको छ। हाम्रो चाहिँ भइपरि आउने र पर्व बिदा पनि हो, यो चाहिँ हाम्रो डी को हुन्छ। भइपरि आउने बिदा चाहिँ हामीले के त आधा दिन समेत पनि लिन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी प्रश्न नम्बर अर्कोमा जाउँ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत कतिवटा विभाग रहेका छन् भनिएको छ। ए मा 2 वटा, बी मा 4 वटा, सी मा 5 वटा, डी मा 6 वटा भनेको छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत चाहिँ हाम्रो कतिवटा त 4 वटा विभागहरू रहने व्यवस्था रहेको छ। त्यसैगरी प्रश्न नम्बर अर्कोमा जाउँ। नेपालमा एउटा मात्र डिभिजन वन कार्यालय रहेको जिल्लाको संख्या कति रहेको छ भनिएको छ। ए मा 7 वटा, बी मा 70 वटा, सी मा 11 वटा, डी मा 75 वटा रहेको छ। भने हाम्रो कतिवटा जिल्लामा चाहिँ हाम्रो 2 वटा डिभिजन वन कार्यालय छन् त 7 वटामा चाहिँ हाम्रो के त 2 वटा डिभिजन वन कार्यालय रहेका छन्, 2 वटा चाहिँ रहेका छन् भने हाम्रो 70 वटा जिल्लामा चाहिँ के त एउटा मात्र डिभिजन वन कार्यालय रहेको छ। यसको राइट एन्सर रहेको छ हाम्रो के त बी को राइट एन्सर रहेको छ। नेपालमा जम्मा कतिवटा छन् त डिभिजन वन कार्यालय 84 वटा रहेका छन् भने हाम्रो 7 वटा जिल्लामा चाहिँ 2 वटा रहेका छन् भने एउटा मात्र रहेको चाहिँ 70 वटा चाहिँ रहेका छन्। सबैभन्दा कम डिभिजन वन कार्यालय भएको प्रदेश चाहिँ हाम्रो कुन हो त मधेस हो भने कम सब डिभिजन वन कार्यालय रहेको पनि के हो त मधेस नै हो। यो अहिले मधेस प्रदेशमा चाहिँ सोध्न सक्छ कसमा बढी छ कसमा कम छ र कति छ भनेर पनि भन्न सक्छ। मधेसमा चाहिँ 8 वटा डिभिजन वन कार्यालय छन् भने सब डिभिजन वन कार्यालय 52 वटा रहेका छन्। यो तपाईले नोट गर्न पनि सक्नुहुन्छ। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। वन ऐन 2076 ले व्यवस्थापन पद्धतिका हिसाबले राष्ट्रिय वनलाई कति भागमा विभाजन गरिएको छ भनेको छ। वन ऐनले चाहिँ राष्ट्रिय वनलाई कति भागमा विभाजन गरिएको छ भन्न खोजिएको हो। ए मा रहेको छ 4, बी मा 6, सी मा 8, डी मा 10 रहेको छ भने वन ऐन 2076 ले चाहिँ राष्ट्रिय वनलाई 6 भागमा वर्गीकरण गरिएको छ। स्वामित्वको आधारमा भन्यो भने चाहिँ हाम्रो कति त 2 निजी वन र राष्ट्रिय वन भनेर बुझ्ने र राष्ट्रिय वन भनेपछि चाहिँ हामीले कतिवटा त 6 वटा भनेर बुझ्ने। त्यसैगरी प्रश्न नम्बर अर्को तर्फ जाउँ। निजी वनबाट उत्पादन भएको वन पैदाहरूको बिक्री वितरण गर्ने मूल्य निर्धारण कार्य कसले गर्दछ भनिएको छ। निजी वनबाट चाहिँ
उत्पादन भएका वन पैदाहरू कसले गर्छ त? निजी वन कसको स्वामित्व हुन्छ भनेर पनि कहिलेकाहीँ सोध्न सक्छ। निजी वन कसको स्वामित्वमा रहेको हुन्छ भनेको छ निजी वन निजी धनीको नै हुन्छ, जसको वन हो उसैको नै स्वामित्वमा रहेको हुन्छ। भूस्वामित्व पनि एमा रहेको छ डिभिजन वन अधिकृत, बीमा स्थानीय तह, सीमा निजी वन धनी, डीमा खरिदकर्ता भनिएको छ। हाम्रो निजी वनको चाहिँ वनबाट उत्पादन भएका वन पैदाहरूको मूल्य निर्धारण पनि कसले गर्छ त? निजी वन धनीले नै गर्ने गर्दछ। यसको राइट एन्सर रहेको छ हाम्रो सी। त्यसैगरी प्रश्न नम्बर अर्कोमा जाउँ। फायर ट्रेलिङ भित्र देखेको कुन पर्छ भनिएको छ। फायर ट्रेलिङ भनेको त्रिभुजमा चाहिँ के पर्छन् भन्न खोजिएको। एमा ताप, बीमा इन्धन, सीमा अक्सिजन, डीमा सबै भनिएको छ। हाम्रो चाहिँ यसमा सबै पर्छन्। अक्सिजन चाहिँ कति पर्सेन्ट चाहिन्छ भनेर पनि सोध्न सक्छ। हाम्रो चाहिँ 16% चाहिँ के त अक्सिजन चाहिँ आवश्यकता पर्दछ। त्यसैले यसको राइट एन्सर रहेको छ डी, माथिका सबै। ताप पनि चाहिन्छ, इन्धन पनि चाहिन्छ, अक्सिजन पनि चाहिन्छ, सबै नै चाहिने भएको कारणले गर्दा यसको राइट एन्सर रहेको हो डी। त्यसैगरी प्रश्न नम्बर अर्कोतर्फ जाउँ। कुनै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना सञ्चालन गर्न वन क्षेत्र प्रयोग गर्नु परेमा कसको स्वीकृति लिनुपर्छ भनेको छ। राष्ट्रिय प्राथमिकता आयोजना चाहिँ सञ्चालन गर्दा चाहिँ वन क्षेत्र राष्ट्रिय वन क्षेत्र चाहिँ प्रयोग गर्नु परेमा चाहिँ कसको स्वीकृति लिने भनिएको छ। एमा प्रदेश सरकार, बीमा नेपाल सरकार, सीमा वन मन्त्रालय, डीमा राष्ट्रपति भनिएको छ। हाम्रो चाहिँ नेपाल सरकारको के त स्वीकृति चाहिँ लिन आवश्यक पर्छ। यसको राइट एन्सर रहेको छ बी। त्यसैगरी प्रश्न नम्बर 10 मा जाउँ। प्रदेश वन निर्देशालयको प्रमुख कुन तहको हुने व्यवस्था गरिएको छ भनेको छ। प्रदेश वन निर्देशालयको प्रमुख कुन तहको हुने व्यवस्था गरिएको छ भनेको छ। प्रदेश वन निर्देशालय भनेको छ एमा 8औं, बीमा 9, सीमा 10औं, डीमा 11औं भनिएको छ। हाम्रो चाहिँ 11औं के त प्रदेश वन निर्देशालयको प्रमुख रहने व्यवस्था गरिएको छ। यसको राइट एन्सर रहेको छ डी। हाम्रो 9 र 10औं चाहिँ को त डिभिजन वन अधिकृत रहनेछ भने चाहिँ 8औंमा चाहिँ हाम्रो वन अधिकृत, पहिला हामी जुन सहायक वन अधिकृत भन्ने गर्थ्यौं, वन अधिकृत मात्रै चाहिँ भन्ने गर्छौं। यो 10औंको चाहिँ वरिष्ठ डिभिजन वन अधिकृत पनि भन्ने गरिन्छ। 9 र 10औं डिभिजन वन अधिकृतको तह हो भनेर चाहिँ बुझ्नुपर्छ, सम्झिने त्यसरी। त्यसैगरी अर्को प्रश्नतर्फ जाउँ। हिंसक वन्यजन्तु मार्न पक्रन सक्ने व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 को कुन दफामा छ भनिएको छ। एमा 8, बीमा 9, सीमा दफा 10, डीमा दफा 11 भनिएको छ। हाम्रो चाहिँ हिंसक वन्यजन्तुलाई मार्न पक्रन सक्ने व्यवस्था चाहिँ राष्ट्रिय निकुञ्जको चाहिँ दफा 10 मा चाहिँ व्यवस्था गरिएको छ। यसको राइट एन्सर रहेको छ सी। त्यसैगरी अर्कोमा जाउँ। रेड पाण्डा को लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो भनिएको छ। एमा लामटाङ राष्ट्रिय निकुञ्ज, बीमा पर्सा राष्ट्रिय निकुञ्ज, सीमा चितवन राष्ट्रिय निकुञ्ज, डीमा सगरमाथा राष्ट्रिय निकुञ्ज भनिएको छ। हाम्रो चाहिँ लामटाङ रेड पाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज चाहिँ लामटाङ राष्ट्रिय निकुञ्ज हो भने सबैभन्दा पहिला स्थापना भएको चाहिँ राष्ट्रिय निकुञ्ज चितवन भने सगरमाथा सबैभन्दा उचाइमा सबैभन्दा अग्लो स्थानमा रहेको चाहिँ के हो त उल्लो उचाइमा चाहिँ रहेको राष्ट्रिय निकुञ्ज हो भने राजधानी नजिक चाहिँ विश्वको सबैभन्दा नजिक भएको राष्ट्रिय निकुञ्ज चाहिँ हाम्रो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज रहेको छ। पर्सा राष्ट्रिय निकुञ्ज केका लागि प्रसिद्ध छ भनेर पनि सोध्न सक्छ। यो चाहिँ हात्तीका लागि के त प्रसिद्ध रहेको राष्ट्रिय निकुञ्ज हो भने लामटाङ राष्ट्रिय निकुञ्ज चाहिँ रेड पाण्डाको लागि प्रसिद्ध रहेको छ। यसको राइट एन्सर रहेको छ के त हाम्रो राइट एन्सर रहेको छ। त्यसैगरी प्रश्न नम्बर अर्कोतर्फ जाउँ। सिसौको बिउ संकलन कहिले गरिन्छ भनेको छ। एमा डिसेम्बरदेखि मार्च, बीमा डिसेम्बरदेखि अप्रिल, सीमा डिसेम्बरदेखि जुन, डीमा डिसेम्बरदेखि मे भनेको छ। हामीले सिसौको बिउ चाहिँ हामीले कस्तो त सी डी मा भनेर चाहिँ हामीले के त सम्झन सक्छौं। यसको राइट एन्सर रहेको छ ए। हामी सीडीमा, सी भनेको सिसौं, डी भनेको डिसेम्बर, मा भनेको चाहिँ मार्च भनेर चाहिँ यसरी चाहिँ सम्झन सक्दछौं। त्यसैगरी प्रश्न नम्बर अर्कोमा जाउँ। जनावरले घरकोटको क्षति गरेमा राहत दिने व्यवस्था रहेको छ भनेको छ। कुन जनावरको चाहिँ जनावरले
घरकोट क्षति गरेमा कुन जनावरले चाहिँ क्षति गरेमा राहत दिने व्यवस्था पाउने भनिएको छ। यसमा कुन भनेर चाहिँ सोधेको रहेनछ, छुटेको रहेछ। एमा रहेको छ हात्ती, बीमा गैंडा, सीमा भालु, डीमा माथिका सबै भनेको छ। घरकोट चाहिँ हाम्रो के त गैंडाले पक्कै पनि भत्काउन सक्दैन, भालुले पनि सक्दैन, हाम्रो के त हात्तीले नै भत्काउन या बिगार्न सक्ने भएको कारणले यसको सही उत्तर रहेको छ ए। घरकोटको क्षति गरेमा कुन जनावरले दिने व्यवस्था गरिएको छ त हात्तीले चाहिँ घरकोटको क्षति गरेमा चाहिँ राहत पाउने चाहिँ व्यवस्था गरिएको छ। त्यसैगरी प्रश्न नम्बर 15 मा जाउँ। दिएका मध्ये कुन काठलाई ए बी सी डी गरेर 4 स्तर ग्रेडमा वर्गीकरण गरिएको छ भनेको छ। ए मा जंगली सिसौं, बी मा साल, सी मा चाँप, डी मा माथिका ए र बी दुवै भनिएको छ। हाम्रो चाहिँ ए र बी के हो त सही हो। जंगली सिसौं र साललाई चाहिँ हाम्रो के त ए बी सी डी 4 ग्रेडमा चाहिँ के त वर्गीकृत गरेको छ भने चाँपलाई चाहिँ हामीले 3 ग्रेडमा चाहिँ मात्र वर्गीकृत गरेको छ। यसको सही उत्तर रहेको छ डी माथिका ए र बी दुवै रहेको छ। भने फेरि अर्को भिडियोमा हामी 15 देखि तल प्रश्न हल गर्ने नै छौं। आजलाई छुट्टिन्छौं। भिडियो अन्तिमसम्म हेरेर मन परेमा सब्स्क्राइब गर्न नबिर्सिनु होला। अन्य भिडियोहरू आउने नै छन्। हाम्रो च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। हस्त धन्यवाद।